के छ हो भिनाको खबर के छ भने गाडी धोइसके कि नाइ कहाँ धेरै काममा व्यस्तता हुनुहुन्छ त के हो भने हो अब परदेशको ठाउँमा अब यस्तै हो जिन्दगी। हजुर काम भने छैन। कसरी धुनुहुन्छ त गाडी कसरी हो के कसरी दिन्छ यसको पैसा पेमेन्ट धेरै पेमेन्ट भनेको कुराकानी अब यस्तै हो अब 500 रुपियाँ हो। हजुर 500ले के हुन्छ होला त एउटा गाडी धुनुपर्छ 500ले गाह्रो हुँदैन र भने अब गाह्रो त हुन्छ सबै कुरामा अब गाह्रै हुन्छ। अब गाह्रो भएर पनि अब जीवनपार्जन गर्नको लागि अब काम गर्नै पर्ने हुन्छ। हजुर नगरेर सुख पनि हुँदैन। हजुर त्यो भएर पनि अब ठिकै छ अब के गर्ने अब र जिन्दगी त देशमा आइसकेपछि जिन्दगी गाह्रो रहेछ त हजुरको गाह्रो रहेछ कति भयो यहाँ आएको परदेशतिर अर्काको जिन्दगी अर्काको देशमा गाह्रो भएर बाँच्नु परेको अवस्था जस्तो त मैले देखिरहेको छु घर परिवार कसरी के गर्नुहुन्छ जिन्दगी त गाह्रो छ त हजुरको गाडी धोएर पनि गाह्रै छ भनौँ अब यस्तै हो। आएको पनि दुई ढाई साल जति भइसक्यो। अब यस्तै हो। लामो समयसम्म बस्नु भएको रहेछ गाउँमा बसौँ यतातिर भने गाउँमा बसौँ भने पनि रोजगार छैन। त्यही भएर बेरोजगारी मान्छे बढियो आफू। हो र त्यो भएर अब त्यस्तै हो के गर्ने। अनि अब के छ र नेपालमा पनि कुनै काम छैन न रोजगार छ न केही छ हुन त अब बाध्यताले भए पनि त अब यतातिर आउनुपर्ने अवस्था हो ठिकै छ क्या अरे अब गाउँका अब नेता भ्रष्टाचारी दलालहरू भ्रष्टाचारी गर्छन्। अब 50,000को रोजगार आयो भनेपछि त्योबाट तपाईँको 25,000 भ्रष्टाचार गरिहाल्छन्। अब त्यस्तै हो। फेरि कुनै काम छैन है नेपालतिर बसेर काम छैन नेपालतिर बसेर। अब नेपालमा बस्यो भनेको भ्रष्टाचारी र दलालहरू मात्रै हो। हजुर हामी जस्तो सुन्दा साझा जनता गरिब हामी जस्तो गरिब जनताहरू बसेर फाइदा छैन। गाह्रो छ हो कमाइ दमाई केही गर्न छैन। एकदम गाह्रो छ जिन्दगी गाह्रो छ जिन्दगी। अब काम गरिरहेको